Welcome to our channel. Hello guys, welcome back to our channel. After long time पछि भिडियो बनाउँदै छौं। आज चाहिँ हामी डल्फिन सो हेर्न जान लागेको। सो यसो भिडियो बनाउँ न भनेर भिडियो बनाउन लागेको। त्यही हो हैन त? Yeah, yo. So Mr. J from USA. So last time हेरेर साथ दिनुस् होला, सब्स्क्राइब गरिदिनुस् होला प्लिज। हामी चाहिँ बल्टिमोर जाँदै हो कि अनि त्यहाँ डल्फिन सोहरू हुन्छ अरे, एक्वेरियम छ अरे कि। अनि त्यही भएर हामी चाहिँ हेर्न जाँदै छौं। धेरै पछि भिडियो बनायौं। तर सपोर्ट गरिदिनु होला, लाइक शेयर सब्स्क्राइब हान्दिनु नबिर्सिनु होला। अन्तिमसम्म हेरेर साथ दिनु होला। हस्त नमस्ते। चार्ज गर्नुपर्छ, भरे भिडियो खिच्नुपर्छ, फोटो खिच्नुपर्छ, यो टिकटक गर्नुपर्छ, यो चार्ज गर्नुपर्छ। We are going for Algimo. आइसक्यौँ, अब गाडीबाट झर्यौँ, अब हेर्न जाने। हामी चाहिँ यतिजना आएको हामी चाहिँ फाइनली आइपुग्यौँ बाल्टिमोर नेसनल हैन एक्वेरियममा। ल हामी चाहिँ भित्र पस्दैछौँ, हेर्न सक्नुहुन्छ। वाउ, ओ माय गॉड, ग्रिसलिन! वाउ, ग्रिसलिन! हेर्न सक्नुहुन्छ माछा कत्रो कत्रो। यो चाहिँ रियल होइन रहेछ। अनि हेर्नु चुलाएर बसिरहेको छ, यस्तो चुलाएर बस्न पर्ने हो र। ए सुतेको आँखा चिम्बुको छैन नि त, आँखा चिम्बुको छैन। फाइनली गाइज, अब चाहिँ माथि जाँदैछौँ यहाँबाट। कति राम्रो कि कस्तो हरियाली गाइज। प्यारोट गाइज, प्यारोट, वाउ, हाय। कति राम्रो राम्रो, यो चाहिँ हरियाली रहेछ कि यतातिर चाहिँ बल्ल राम्रो राम्रो रहेछ। अब हामी लगभग घुमेर सकिनु लाग्यो। अब हामी चाहिँ यहाँ चाहिँ झर्ना रहेछ। नेपालमा झर्ना हेर्न पैसै लाग्दैन भने यहाँ झर्ना हेर्नलाई पैसा तिरेर, कति डलर तिरेर हामी भित्र पसेको है। यो चाहिँ रेन फरेस्ट हैन। वाउ गाइस, यहाँ पनि के छ? एकदमै राम्रो राम्रो ठाउँ छ यहाँ। हेलो माइक चेक। हामी थमेसरी घुमिरहेछौँ, रमाइलो गर्दैछौँ। कच्चा उते तल कच्चा पनि रहेछ, कच्चा कालो कलरको बत्तीहरू अलाउड नभएकोले यस्तो अन्धकार चाहिँ हेर्न सक्नुहुन्छ। त्यही हो, बालेर फोटो पनि खिच्नु भिडियो पनि बनाउनु पाइरहेको छैन। सो अध्यारो छ, तर यहाँ यस्तो दामी ठाउँ छ नि गाइज। धेरै राम्रो ठाउँ छ यो। हामी चाहिँ धेरै घुम्यौँ, भोक लाग्यो। पर्खिनु भएको हुन्थ्यो कि गाइस हामी चाहिँ अब डल्फिन सो हेरेर फर्किँदै हो। अब हामीलाई भोक लागेको छ, अब हामी खाना खान जाँदैछौँ।
थ्याङ्क यू फर वाचिङ आवर भिडियो। आजलाई चाहिँ हाम्रो यति नै भिडियो। 2 घन्टाको ड्राइभ गरेर आएको। एक त जाम 3 घन्टामा आइपुग्यो होला हामी, केही छैन। अनि अहिले त्यस्तो बाहिर जाने काम थियो, अनि त्यस्तो हामीले बाहिर निस्केको छौँ। घर पुगेर पनि त्यही हो, लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है त। बाई गाइस।